नमस्कार। आज हामी ओखरको बारेमा अलि गहिरिएर कुरा गरौँ न, खास गरी यसको कलमी प्रविधि बारे। एकदमै यो त निकै महत्त्वपूर्ण विषय हो नि आजकल। हो त, ओखरको महत्त्व कति बढ्दो छ होइन? पोषणले भरिपूर्ण, स्वास्थ्यलाई फाइदा, अनि माग पनि उस्तै। विश्वभरि नै माग बढेको छ, नेपालमा पनि उस्तै हो। हो नि, त्यो तथ्याङ्क हेर्दा त सन् 2018मा मात्रै नेपालमा करिब 1,70,00,000,000 ओखर भित्रिएछ। ए हो र? त्यो त अघिल्लो वर्षभन्दा 36% बढी होइन र? हो, त्यही त। यसले त हाम्रो पहाडी क्षेत्रमा कत्रो सम्भावना देखाउँछ नि। सम्भावना त छ, तर एउटा ठूलो समस्या पनि छ सँगसँगै। के होला त? त्यो राम्रो गुणस्तरीय बिरुवा पाउने गाह्रो छ नि त। ए हो, परम्परागत बिउबाट गर्दा त ढिलो हुन्छ भन्छन्। हो नि, फल लाग्नै 10 वर्ष जति लाग्छ, अनि त्यो माउ बोटको जस्तो गुण आउँछ भन्ने पनि हुँदैन। त्यो के रे, सेग्रिगेसन? हो, त्यही सेग्रिगेसन। मतलब बिउबाट हुर्केको बोट ठ्याक्कै माउ जस्तो नहुन सक्छ। फल सानो हुने, स्वाद फरक पर्ने। अनि कलमी गर्न खोज्दा नि सफलता खासै छैन भन्छन् नि। त्यो पनि समस्या नै छ। सफलता दर करिब 30% मात्रै छ। ल, त्यति कम? किन त्यस्तो होला? त्यो ओखरको काठ अलि फरक हुन्छ, अनि प्राविधिक ज्ञान सिप पनि चाहियो नि। त्यसैले आज हामी यही पुस्तिकाको आधारमा सफल कलमी कसरी गर्ने भन्ने बारे नै कुरा गरौँ। ठिक हो, किनभने कलमीबाट 4-5 वर्षमै फल लाग्छ, अनि गुणस्तर पनि माउ बोटकै सुनिश्चित हुन्छ। ल, सुरु गरौँ त्यसो भए। सबभन्दा पहिला त्यो जग रुट स्टक, होइन, जसमाथि कलमी गरिन्छ, त्यो कसरी तयार गर्ने? रुट स्टकको लागि त पहिला सही बिउ छान्नु पर्यो। कस्तो बिउ? त्यो स्थानीय हावापानीमा राम्रो हुने, रोग सुक्खा खप्न सक्ने खालको, अनि त्यो हार्ड सेल भन्छ नि, काठे ओखर, बाक्लो बोक्रा भएको। ए, काठे ओखर? हो, त्यसको जरा बलियो हुन्छ, अनि बोटबाटै टिपेको हुनु पर्यो, भुइँमा झरेको होइन। पानीमा डुबाएर हेर्ने, डुब्ने मात्रै राम्रो। त्यो बिउ त रोप्ने बित्तिकै उम्रिँदैन होला, केही गर्नुपर्छ कि? पर्छ। त्यसलाई चिसो उपचार मतलब स्ट्राटिफिकेसन गर्नुपर्छ, नत्र उम्रिन गाह्रो हुन्छ। कसरी गर्ने त्यो? पहिला सफा पानीमा 7-12 घण्टा भिजाउने, अनि सफा ओसिलो बालुवामा तह मिलाएर राख्ने। बिउ बीच अलि फरक, अनि बालुवाको तह। कति समय राख्ने? त्यो करिब 5 डिग्री सेल्सियस तापक्रममा 90 दिन जति, मतलब मङ्सिरदेखि माघ अन्त्यसम्म। 3 महिना जति चिसोमा? अनि त्यसपछि टुसाउन थालेपछि फागुनतिर नर्सरीमा रोप्ने। नर्सरी चाहिँ घाम लाग्ने, पानी नजम्ने, मलिलो ठाउँमा हुनु पर्यो। रोप्दा ध्यान दिनुपर्ने केही? 5 सेन्टिमिटर जति गहिलो अनि हल्का छड्के पारेर रोप्नु राम्रो। ल, यो त भयो रुट स्टक। अब आयो सायनको कुरा, मतलब हामीले चाहेको उन्नत जातको हाँगा। हो, सायन। यो त झन महत्त्वपूर्ण भयो नि। यसको छनौट कसरी गर्ने? पहिला त माउबोट राम्रो हुनु पर्यो, पहिचान खुलेको, स्वस्थ, रोग नलागेको, धेरै फल्ने, बजारले खोजेको जात। अनि कहिले लिने त सायन? सबैभन्दा राम्रो त मङ्सिर पुषमा, बोट सुतेको बेला, 2 वर्ष पुरानो स्वस्थ हाँगाबाट। कत्रो लिनुपर्छ? त्यो तुरन्तै कलमी गर्ने हो भने 8 सेन्टिमिटर जति, 3वटा कोपिला भएको। भण्डारण गर्ने हो भने अलि लामो, 10 सेन्टिमिटर, 5 कोपिला जति। अनि त्यसलाई कसरी राख्ने? सुक्ला नि? सुक्न दिनु भएन। ओसिलो झ्याउ वा कपडाले बेरेर जुटको बोरामा चिसो ठाउँमा राख्नुपर्छ। अब आयो सबैभन्दा चुनौतीपूर्ण काम, कलमी गर्ने प्रक्रिया। यसमा त झन होशियार हुनु पर्ला। एकदमै। सफलता दर कम भएकैले धेरै ध्यान दिनुपर्छ। सही समय, जस्तै जुम्लातिर चैत्र महिना राम्रो। अनि अरू? सायन र रुटस्टकको गुणस्तर त भइहाल्यो, अनि मोटाइ मिल्नु पर्यो। चक्कु एकदम तिखो हुनु पर्यो। विधिहरू के छन् नि? मुख्यत बेन्च क्राफ्टिङ, मतलब उखेलेर गर्ने, अनि अर्को इनसिटु, नर्सरीमै गर्ने बेलामा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? सबैभन्दा महत्त्वपूर्ण त्यो रुटस्टक र सायनमा छड्के काट्दाखेरि क्याम्बियम तह मिलाउनु पर्यो। क्याम्बियम तह? त्यो भनेको? त्यो बोक्रा र काठको बीचमा हुने पातलो हरियो जीवित तह। कम्तीमा एकातर्फ चाहिँ पुरै मिल्नुपर्छ।
त्यहीँबाट जोडिन्छ। हो, त्यहीँबाट घाउ पुरिने जोडिने काम हुन्छ। ओखरको हाँगा अलि खोक्रो हुने भएकाले यो मिलाउन झन ध्यान दिनुपर्छ। अनि मिलाएपछि त्यसपछि कल्मी टेपले जोडिएको भाग र पुरै सायनलाई हावा नछिर्ने गरी कस्सेर बान्ने। ल, कल्मी त गरियो, तर त्यसपछिको स्याहार झन् महत्त्वपूर्ण होला नि सफल हुनलाई। एकदमै। स्याहार नपुगे त सबै मेहनत खेर जान्छ। के गर्नुपर्छ त? बेन्च ग्राफ्टिङ हो भने जोड्ने काम छिटो गराउन त्यो क्याल्सिङ गर्छन् छायादार घरमा बालुवामा गाडेर 1 हप्ता जति राख्ने। अनि नर्सरीमा सारेपछि नि? त्यसपछि आउँछ सबभन्दा महत्त्वपूर्ण काम। यो चाहिँ धेरैले बिगार्नुहुन्छ। के हो त्यो? त्यो रुट स्टकबाट आउने पालुवा हटाउने, मतलब कल्मी गरेको ठाउँभन्दा तलबाट आउने मुनाहरू। त्यो तलबाट पलाउने? हो, तिनै सकर्स। तिनलाई देख्ने बित्तिकै फेदैबाट काटिहाल्नुपर्छ, नत्र तिनले सायनको सबै खाना खोजिदिन्छन्। कहिलेसम्म हटाउनु पर्छ? पहिलो वर्षभरि त नियमित हेरेर हटाइरहनुपर्छ, नत्र कल्मी नै फेल हुन्छ। यो चाहिँ एकदमै क्रुसियल छ। हो, यो त साँच्चै ध्यान दिनुपर्ने कुरा रहेछ। अरू केही? अरू त सायनबाट धेरै हाँगा आए जेठ असारतिर एउटा बलियो राखेर अरू हटाइदिने। कहिलेकाहीँ त्यो जोडिएको ठाउँबाट रस चुहिन सक्छ। किन होला? तापक्रम घटबढले। त्यस्तो भए कल्मीभन्दा अलि तल रुटस्टकको बोक्रामा हल्का चिरा पार्न सकिन्छ। अनि थाङ्क्रो दिने, गोडमेल गर्ने त सामान्य नै भयो, हैन? त्यो त सामान्य स्याहार भइहाल्यो। सुन्दा त ओखर कल्मी निकै प्राविधिक र ध्यान दिनुपर्ने काम रहेछ, तर असम्भव चाहिँ होइन। पक्कै होइन। मुख्य कुरा के हो भने राम्रो सामग्री छान्ने, सही तरिकाले काट्ने, त्यो क्याम्बियम मिलाउने, राम्ररी बान्ने अनि निरन्तर स्याहार गर्ने। खास गरी त्यो पालुवा हटाउने काममा ध्यान दिने। हो, त्यसमा चाहिँ पटक्कै हेलचेक्राइ गर्नु भएन। यति गरे सफलता हासिल गर्न सकिन्छ, बदल्न सकिन्छ। अन्त्यमा एउटा कुरा सोच्न मन लाग्यो। यो पुस्तिकामा भएको जस्तो विस्तृत प्राविधिक ज्ञान छ नि, यसलाई हाम्रो देशका खास गरी पहाडी भेगका किसानसम्म अझै प्रभावकारी ढङ्गले कसरी पुर्याउन सकिएला, ताकि यो गुणस्तरीय ओखर उत्पादन देशव्यापी हुन सकोस्? हो, यो महत्त्वपूर्ण प्रश्न हो। यसमा त हामी सबैले सोच्नुपर्ने देख्छु।